म बुङ्गाले कुर्याछु 2 वर्ष बाले छोरो पाथेरे उही वर्ष नमस्कार आदरणीय दर्शक ब्रेन सारंगी संसारको आगनीलाई यति बेला चर्चित दोहोरी कलाकार अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदारले बेजोडसित तताइरहेका छन् उही सुमधुर भाका रातो बरुकोमा। आफ्नै पारिवारिक विषयवस्तुलाई समेटेर प्रस्तुत गरिएको निकै उत्कृष्ट दोहोरीमा अस्मिता र शक्ति बीच के कस्ता मार्मिक अनि प्रेमिल कुराकानी साटासाट हुँदैछन् त। आउनुस् प्रिय दर्शक, हामी पनि यहाँहरूलाई सिधै लिएर जाँदैछौँ यिनै प्रिय कलाकारको साथ मनोरञ्जन गर्न यसै सारङ्गी संसारको आँगनीतर्फ। कलाकारको विशेष सम्मान स्वरूप भिडियोलाई भने अवश्य पनि अन्त्यसम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। निकै जोसिलो पारामा अस्मिता डल्लाकोटी दोहोरीमा यसरी अघि बढ्दै ए कारणले भएको हो बन्द नाइ नभन जचाउन जाउँ भन्दा भनिदिँदा बेसरी लजाउँदै शक्ति कुमार गोदार आफ्नो पालोमा झनै जोसिँदै तिमीले जस्तै भन्दिम र मैले नि मेरै गल्ती देखाउँछौ जहिले नि के मात्र भनेका थिए। हाँसो थाम्नै गाह्रो भो अस्मितालाई कठै मैले भन्न लाको थिएँ त्यही कुरा बालाई हेरी सिक क्या केही कुरा। अस्मिताको यस्तो कुराले भित्रै हुटुटी भो यता शक्तिलाई फेरि। म बुङ्गाले कुर्याछु 2 वर्ष बाले छोरो पाथेरे उही वर्ष भन्ना साथ सारा दर्शकमा हाँसो भरियो। हाँस्दै हाँस्दै अस्मिता बोलिन्, आजै कुरा खोलिदिन्छु भाजती तिमी स्वस्थ काछौ र बाजती भनेर खुत्रुकै पारिदिन् शक्तिलाई अस्मिताले फेरि। मनको इच्छा लाइसक्यो मेटिन घरमा साथ दिने कोही भेटिन भनेपछि अस्मिता झनै के कम मारिन् झटारो शक्तिलाई उसै गरी। देख्छु सबै रङ्गी र चङ्गी न्याय माग्न आहौ र सारङ्गी के मात्र भनेकी थिइन् काम पुगिगो यता शक्तिलाई। बुढी टेढो परी छ मिलाइदेऊ लौन मलाई कोहीले न्याय मिलाइदेऊ शक्तिको जवाफले शर्माउँदै बोलिन् अस्मिता। कोही ठुलाबा कोही छन् काका बुढी पीडित हुन् सबै यहाँका भन्न नपाउँदै हाँसेर भुतुक्कै भए शक्ति। 9 महिनामै जन्मिन्थ्यो गुडिया अझै शङ्का लाछ र बुढिया के मात्र भनेका थिए शक्तिले। पटक्कै मनै थामिएन कठै अस्मिताको। भन्छौ सिधै नबोल त मसँग के को शङ्का प्रमाण छ मसँग भनिदिएपछि अप्ठ्यारोमा परे शक्ति फेरि पनि। अब भने मनको बात बुनियो भरे बत्ती काट्दिए हुने हो शक्तिको यस्तो कुराले झनै हाँसो भरिन अस्मिताले यसरी। आज भोलि के बानी बसालो पिर्न गर सिपालु छ सालो भनेपछि लाजले भुतुक्कै हुँदै शक्ति आफ्नो पालोमा। मनको इच्छा अहिलेसम्म छेकियो आमा खुसी हुने छाँट देखियो शक्तिको कुराले बेसरी लजाइन् अस्मिता अनि भाका झर्यो यस्तो। लाग्या भए सन्तानकै चिन्ता यही वर्षमै पाइदिन्छु 2-3टा भनिसक्दा नसक्दै निकै सुमधुर भाकामा चलेको रमाइलो दोहोरी दर्शक श्रोताको हेर्ने चाहना रहँदा रहँदै दुवै कलाकारले दोहोरीमा बिट मार्छन्। हाम्रो पनि उच्च सम्मान छ सारङ्गी संसार लाइभ दोहोरी घर अनि तपाईँ हाम्रै प्रिय दोहोरी कलाकार अस्मिता डल्लाकोटी र शक्ति कुमार गोदार प्रति। हौस् त आदरणीय दर्शक, आजको यो भिडियो यहाँलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। मन परेमा यस च्यानलसँग जोडिन समेत आग्रह गर्दै यहाँहरूकै सुख दुःखको साथी म दिपेन्द्र घिमिरे आजको यो प्रेमिल अनि रमाइलो बसाइबाट उजेल परे। हवस् त नमस्ते नमस्कार।